बैठकले विभिन्न 4वटा निर्णय गरेको छ। पर्साका प्रमुख जिल्ला अधिकारी भोला प्रसाद शिवाकोटीको अध्यक्षतामा बसेको सो बैठकले संविधान सभा निर्वाचनमा 2 दिनसम्म सीमा बन्द गर्ने, सीमा क्षेत्रमा निर्वाचन बिथोल्ने प्रयास भएमा दुवै मुलुकको सुरक्षा टोलीले संयुक्त गस्ती गरी निर्वाचन विरोधी कार्यलाई नियन्त्रण गर्ने, निर्वाचन बिथोल्न सक्ने सम्भावित आपराधिक गिरोहको नामावली र सूचनाको आदान प्रदान गर्ने र अवैध हात हतियार भित्रिने कार्यलाई दुवै मुलुकले कडाइका साथ नियन्त्रण गर्ने निर्णय गरेको छ। बैठक सम्पन्न भएपछि सुरक्षा कर्मीहरू परिचालन गरी भारतीय अधिकारीहरूलाई वीरगञ्ज स्थित महावाणिज्य दूतावासमा पुर्याइएको थियो। त्यसरी नै सप्तरीको राजविराजमा बसेको नेपाल र भारतका सुरक्षा अधिकारीको बैठकले चैत 26, 27 र 28 गते सीमा बन्द गर्ने निर्णय गरेको छ। सप्तरीको बर्मझिया स्थित सशस्त्र प्रहरी बल दन्तकाली गढमा बिहिबार सम्पन्न दुई देशको सुरक्षा निकायका प्रमुखहरूको बैठकले 3 दिनसम्म सप्तरी, सुनसरी र सिराहाको सीमा बन्द गर्ने निर्णय गरेको हो। यी 3 जिल्लामा पुनः मतदानको अवस्था आएमा उक्त अवधिलाई बढाउन सकिने बैठकमा नेपाली सुरक्षा टोलीको प्रतिनिधित्व गर्नुभएका सप्तरीका प्रमुख जिल्ला अधिकारी सीताराम पोखरेलले जानकारी दिनुभएको छ। सीमा क्षेत्रमा कडा सुरक्षा अपनाइने र सोको लागि दुवै देशले कोशी ब्यारेज र खुनौलीमा संयुक्त सुरक्षा अनुगमन केन्द्र स्थापना गर्ने सहमति भएको पनि प्रजीय पोखरेलले बताउनुभयो। संविधान सभाको निर्वाचनको लागि जिल्लामा शान्ति सुरक्षा कायम गर्न निर्वाचनको 3 दिन अघिदेखि 3 दिन पछिसम्म मदिरा निषेध गर्ने निर्णय सो बैठकले गरेको छ। नेपालमा पहिलो पटक संविधान सभाको निर्वाचन हुन लागेकोमा खुशी व्यक्त गर्दै भारत सुपौलका डिस्ट्रिक्ट मजिस्ट्रेट शरीफ आलमले निर्वाचनमा भारतीय भूमिबाट अवरोध पुर्याउन खोज्ने कसैलाई पनि नछाडिने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यस्ता व्यक्तिको खोजी जारी रहेको र समातिएमा कडा कारवाही गर्ने आलमले दृढता व्यक्त गर्नुभयो। ब्युरो रिपोर्ट, नेपाल 1।